दादीले पैसा माग्नुभयो दादी चिसो छ रोटी छ पानी छ है यो खानु छ है ल ल ल पर्न पर्ने बुढाबुढीलाई देखेपछि माया लाग्छ क्या म फेरि एकदम दिलको एकदम खानदानी मान्छे हो नि म फेरि अलि ओभरटेक गर्न चाहिँ डराउनु हुने रहेछ क्या उहाँ तर सबै बानी ठिक रहेछ है ठिक रहेछ होइन ए छ न साला भान्जा यो टिप्पर यो टिप्पर छ न यो बाटोको किङ हो रे साला धुवा हेर न कति फालेछ यसले त मारिहाल्छ यो साला टिप्पर छ नि भान्जा साला खानिहाल्छ त मारिहाल्छ यो त बाटोको किङ हो रे योसँग पंगा नलिनु अरूसँग पंगा लिनु तर योसँग पंगा नलिनु रे भान्जा अरे दादा ओभरटेक गरिरहेको छ साला मार्छ के यसले यसकी प्यान कि त भन्छ किङ आयो किङ किङ हेर न पाङ्रा कतिवटा छ पाङ्रा 18वटा पाङ्रा अनि 2वटा पाङ्रा कहाँ सक्छ भान्जा सक्छ र सक्दैन नि त्यो बाटो छ नि भान्जा हजुर म एकदम कालो बनाइदिन्छु कालो सुनिल ब्लग 07 मा हजुरहरूलाई स्वागत छ कृपया लाइक शेयर र सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला धेरै माया गर्नु होला धन्यवाद हेलो एभ्रिवान सबैजनालाई नमस्ते फेरि पनि सुनिल ब्लग 07 मा स्वागत छ आज त चस्मा सस्मा लगाएर टक्क बुलेटको हेलमेट लगाएर चट्ट परेर अब टक्क लगाएर अब राइडको भिडियो हालिदिँदैछ टक्क लगाएर मामा भन्छ रक हान्दै हामी अब यहाँदेखि नारायणघाटसम्मको यात्रा हुनेछ टक्क लगाएर तपाईँहरू ब्लग डेन्जरै आउनेछ साला हेलमेट चाहिँ बुलेटको छ तर के गर्नु कर्म चाहिँ यता छ यार देखिसक्नुभयो यस्तै छ जे छ त्यहीमा खुसी सिक्नुपर्छ तर दुखम सुखम भान्जालाई एकदम गाडी लाग्ने रे क्या हाम्रो भान्जालाई गाडीमा नजानी रे प्लेनमा पनि नजानी रे होइन सिर्फ स्कुटरमा जाने रे भनेर मलाई हैरान पारेर अनि म टक्क दुखम सुखम बिस्तारै बिस्तारै टक्क मामा भान्जा हामी टक्क चिल पाराले जान लागिँदैछ त्यो भिडियो सब आउनेछ है भान्जा के छ तिमीलाई त गाडी लास लाग्यो होइन लास लाग्छ है त्यही भएर तिमी के उहाँ जान्ला हो स्कुटी प्लेनमा पनि नजाने प्लेनमा झन् लाग्छ यस्तो प्लेनमा झन् लाग्छ अरे मेरो भान्जालाई सो नोरिस गाइजहरू सबै आउँछ टक्क लगाएर है ब्लग आउँछ नछुटाइकन एकचोटि यहाँ गरेन धेरै छ लम्बा दूर बहुत दूर हे अहिले 7 बज्यो अब हामी यहाँ 7 बजेदेखि हिँड्न लागिरहेको छौँ टक्क लगाएर तपाईँलाई भिडियो फुल आउनेछ टक्क लगाएर पटिसामा बस्नु होला भन्दै अब चाहिँ हामी जान चाहन्छौँ किप वाचिङ ओ माई गड यार धुलोले मारो यार आँखा हेरौँ न आँखा है यतिखेर हामी यो कुन ठाउँ आमा यो सिमले भन्ने ठाउँमा आइरहँ यो सुदरमा आएको धुलोले डर हानो आमा हेर्नु त पानी आइले झन् साह्रो जान्छ पुरै धुलै धुलो अर्गानिक हो यो यहाँको अर्गानिक लोकल हो आँखा रातै भइसक्यो के गर्नु यो फ्यासिनो स्कुटरको ट्रायल रेस थियो क्या मेरो होइन चेक गर्ने कम्पनीले दिएको थियो मलाई कम्पनीले चेक गर्नु यो कस्तो हो भनेर राइड हान्नु भनेको थियो अब राइड त राम्रै हानिरहेको छु अब धुलो चाहिँ डरै हानिरहेको हो क्या धुलो चाहिँ डरो हानु क्या भान्जा बहुत बुरी हालत हो यार हामी सिमले भन्ने ठाउँमा छ मजाले लम्बा दूर यार गल्छी पनि आइएको छैन यार टाढा छ अझै हामी यहाँ बिस्तारै बिस्तारै जान्छौँ ओके आँखा हेरौँ न आँखा फाइनल्ली वी आर हियर गल्छी हामी त्यो गल्छीमा पनि पुग्छ यहाँ एकमात्र फ्यासिनो कम्पनीको यहाँ स्कुटर बनाउनु दिइरहेको छौँ टक्क लाएर यो गल्छीको यो महालक्ष्मी मोटरसाइकल वर्कसपमा भाइ यिनी ग्रुप सुरु भयो हेर त ठिक छ छैन अलि टाढै छ कि हाम्रो यात्रा मुगलिङसम्म पुग्यो बेरिङ गरेर हेर्नु न मुगलिङसम्म जाने हो के अरे यसो मिलाएर हेर त भाइ है भगवानको कृपाले ए विश्वकर्मा बाबा पुगाइदियो है पुगाइदियो भगवान् पुगाइदियो भर छैन हेर भान्जा पुगाइदियो भनेको विश्वकर्मा बाबालाई होइन पुऱ्याउनुहुन्छ भन्ने आशा गरेको छु ओहो नि पुगे त कति आनन्द हुन्थ्यो दोधारमा छ यार टेन्सन छ यार दोधारमा यार ए विश्वकर्मा बाबा त्यही नआउँछ है पुऱ्याइदेऊ भगवान् पुऱ्याइदेऊ
ओके हामी अब यहाँबाट टक्क लगाएर हामी अब यात्रा धेरै लामो छ यता देखाइदिउँ बाटो गल्छी बजार छ यार यस्तो हेर त भन्छ यार यस्तो बजार छ यार बाटो खतमै छ अब यहाँदेखि हामी चाहिँ टक्क लगाएर मुगलिनको माछा नखाए पनि मुगलिनको माछालाई हेरेर गइन्छ भन्ने आशा लागिरहेको छ भन्दै अब हाम्रो यहाँबाट यात्रा सुरु हुन्छ हाम्रो यता अटो के अरे यो वर्कसपलाई नि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ होइन टक्क लगाएर अब देउस अब राम्रै बनाइदियो होला माल मटेरियलहरू भन्दै अब हामी यहाँदेखिको यात्रा हाम्रो अब मुगलिन के अरे मलिकुबाट एकै भिडियो बनाइन्छ माछा नखाए पनि त्यहाँको माछा यसो देखाउने प्रयास गर्नेछु कृपया हेरिदिनु होला भगवान्को कृपाले राम्रोसँग पुगौँ भन्न चाहन्छु यो फेरि अलिक जोरदार छ यो फ्यासिनो कम्पनीले के दियो यस्तो स्कुटर अलि राम्रो स्कुटर ठिकमा पर्छ नि चेक चार्ज गर्न राइड अलि चेक गर्न हो कि भान्जा हो तर यस्तो दियो भान्जा यार के गर्ने तिम्रो ठोक्लाई देखाउन भान्जा तिमी नै हेर्छौ छौ त यार यस्तो हेर्छौ साँच्चै नै हो अब मामा भान्जाको टक्क हामी मामा भान्जा अब यहाँबाट राइड गरिन्छ अब यहाँ गएर एकैचोटि मलिकु गएर माछा नखाए पनि माछाको हेर्दै चाहिँ गइन्छ नि भन्छ माछा नि देखाइनु पऱ्यो नि त यता गाई छोला होइन ओके अब त्यही नै हो हाम्रो यात्रा सुरु हुन्छ बाटो एकदम दर्दनाक छ अब मोबाइल लिएर भिडियो गराउन नसक्ने जस्तो बाटो छ अब केही छैन पल पलको जानकारी तपाईँहरूलाई दिनेछु कृपया प्रत्यक्ष गरेर बसिदिनु भने अनुरोध गर्दछु यो भान्जाको कारणले यहाँ फेसिनो कम्पनीमा गएर यस्तो स्कुटर फेसिनो कम्पनीलाई आग्रह गरेर अनि स्कुटर लिएर राइड हान्दैछु अनि भान्जालाई उहाँ पुर्याउँदैछु यहाँसम्म त ठिकै छ बाँचेकै छौँ 500 रुपियाँ खर्च भयो यार यस्तो नि हुन्छ यार फेसिनो कम्पनीले के दियो यार यस्तो स्कुटर यार बाइकै देख भने हुन्थ्यो तर नहोरी केही छैन हेल्मेट चाहिँ बुलेटकै देखायो फेरि धाइनचोटले अब हाम्रो यहाँबाट यात्रा सुरु हुन्छ हेर्दै गर्नु होला किप वाचिङ यतिखेर भारी मात्रामा बर्सात परिरहेको छ गल्छीमा तपाईँहरू देख्न सक्नुहुन्छ गाडीहरूको लाइन देख्नु भएको छ तपाईँहरू भारी मात्रामा बर्सात भएको छ तर के गर्नु यस्तै रहेछ फेसिनो कम्पनी भएपछि यसरी जाममा पनि अगाडि बढ्न पाइने रहेछ कस्तो खुसी लागेको छ हिँड्न पाइरहेको छ अन्त म धेरै खुसी छु होइन तर अहिले पछि चाहिँ कस्तो हुने थाहा छैन एकदम दर्दनाक छ तपाईँहरू देखिसक्नुभयो यात्रा हाम्रो एकदम दर्दनाक छ है जाम परेको छ कहाँ के भयो थाहै छैन जाम त राम लगभग 6-7 किलोमिटरै जाममा पऱ्यो हामी होइन टक्क लगाएर यहाँ छौँ हामी अब यहाँ अब कति हो जाम होइन भन्छ के गर्नु कस्तो दिनमा आइएछ अनि सक्दो बुझ्नु त्यही हो आमा जाम यार धेरै लौ भन्छ यार भिडियो खराउ त गाइस हामी हिँड्न लागेको छौँ यस्ता बुढा मान्छेले एक्सपल्स लिएर हिँड्छन् यार जाम त बढी अगाडि छ कुरै नगरौँ हजुर तपाईँहरूलाई जाम देखाएर नि फाइदा छैन जाम मात्रै देखा भन्नु होला एकैछिनमा म यो सहजीकरण गरेर मात्रै तपाईँहरूलाई फोन गर्छु जाम त यहाँ कति छ होइन कोही यहाँ खुट्टा कुद्दैलाई यो बसले खुट्टा कुद्दैन त लेङ्गडा बनाउँछ रे यसमा चलाउँदा जाम त यहाँ कति छ थाहै छैन होइन तपाईँहरूलाई म यो जाम सहजीकरण गरेर एकैछिनमा भिडियो दिन्छु है त ओके बाई बाई ल भन्छ ओके गाइस हेर त जाम आमा उता पुल हेर गाइस पुल सब उतासम्म गएर देखियो नि भनौँ जाम देखाइदिनु ए छ न साला भान्जा यो टिप्पर यो टिप्पर छ न यो बाटोको किङ हो रे साला धुवा हेर न कति फाले छ यसले त मारिहाल्छ यो साला टिप्पर छ नि भान्जा साला खानिहाल्छ त मारिहाल्छ यो त बाटोको किङ हो रे योसँग पंगा नलिनु अरूसँग पंगा लिनु तर योसँग पंगा नलिनु रे भान्जा यतिखेर हामी टक्क लाएर भान्जा राइटमा छौँ अब के गर्नु यस्तो छ होइन एउटा हातले चलाउँदै एउटा हातले राइड गर्दैछु फेरि हाम्रो जाम थियो क्या यस्तो जाम थियो जाम पसेर बाटो खाली त खान ओए भान्जा आयो रे आयो
अगाडिबाट आयो के आयो किङ आयो रे साला मारी धुलो त एक पाटी खाइयो के मागा कसम ओए भान्जा आछ रे बाउ आछ यताबाट रोडको किङ हो रे भान्जा यसले हानिहाल्छ साला ओ छेउ छेउ हिँड्नुपर्छ छेउ छेउ यो त मार्छ यार यो त किङ हो रे भान्जा हेर न कस्तो छ फलामै फलामले बनेको हुन्छ अनि भिडियो बनाउने चक्करमा खाल्टातिर पो गयो गाडी भयो भान्जा भयो यो रोडका किङहरूलाई नदेखाऊ यार ओ गाइज भइसकेको छ होइन एकछिनमा हामी फेरि जोइन हुन्छ ब्याक चेक अरे दादा ओभरटेक गरिरहेको छ साला मार्छ के यसले यसकी प्यान्ट कि तक्का धुलोले हालेछ बोट ओए भान्जा आयो है आयो 4 पाङ्ग्रा 8वटा पाङ्ग्रा आयो साला 4वटा पाङ्ग्रा छ भनेर हेपेको थियो एउटा पाङ्ग्रालाई साला ओरे तल माथि गरिहाल्छ ल चक तल माथि गरिरहेछ अरे स्कुटर पनि अनि कारहरू त मेरो दाइ हुन् तर अर्को छ 10 पाङ्ग्रे 14 पाङ्ग्रे छ तिनीहरू त मार्छ रे अब रोडका किङ एबी भन्छ किङ आयो किङ हेर न पाङ्ग्रा कतिवटा छ पाङ्ग्रा 18वटा पाङ्ग्रा अनि 2वटा पाङ्ग्रा कहाँ सक्छ भन्छ सक्छ र सक्दैन नि भयो यो त हामीलाई देखाउ के यार बाटोमा नदेखाऊ हामी जस्तो हेर्छ मान्छेलाई देखाउन यार अरे दादा यतिखेर हामी मलेको कटिसक्यौँ सिगान आछ क्या भान्जा यार सिगान आएको नि थाहा पाएन रे म त के आइलाग्यो ओए भान्जा अगाडि आयो 10वटा 15वटा पाङ्ग्रा भएको आयो रे उल्टे बनायो के त्यसरीमा अरे उता त देखाउनु उता त 10वटा पाङ्ग्रा आएको छ रे अबि डर लाग्छ मलाई 10वटा पाङ्ग्रा देखेँ त हान्दिन्छ यिनीहरूले त रोडको त राजै रोड त मेरै लागि बनेको भने जसरी आउँछ नि यिनीहरू अर्को 4वटा पाङ्ग्रा ल्याउँछ नि लगभग यतिखेर मैले लगभग जित्दै गरौँ भन्दा नि हार्दै गराउनु जाडी छ यतिखेर मैले धेरैले ओभरटेक गरिसकेँ यो फ्यासिनो अलिकति स्पिड चाहिँ कम हान्नु रहेछ हौ यो फ्यासिनो होइन भन्छ यो फ्यासिनोले स्कुटरले अलि स्पिड चाहिँ अलिक कम हान्नु रहेछ ओभरटेक गर्न खासै मान्दिन रहेछ के स्वास्थ्यको लागि एकदम हानिकारक छ भनेर यस्तो गर्ने रहेछ क्या यो फ्यासिनो कम्पनीले यस्तो बनाएको रहेछ क्या स्वास्थ्यलाई ज्यान एकदम दुर्घटना हुनसक्छ भनेर यसले पहिला नै भान्जा कम्पनीबाटै सोलो बनाएको रहेछ के बुझ्यौ पछाडिबाट आछ रे फेरि फाइनल्ली यतिखेर हामी मुगलिनको पुल यता देख्न सक्नुहुन्छ त्रिशुली बगेर नारायणीमा झरेछ भन्दै यता झरिरहेको छ हामी चाहिँ यतिखेर पुलमा छौँ यता मेरो भान्जा थला पहिलाछन् टिखो चाक दुखो भन्छन् खै के हो मुगलिन अलिअलि राम्रै काम गरिरहेछ यसले ओभरटेक गर्न त अलि डराएर न त राम्रो काम गरेर मुगलिन पारी तरेर गण्डकी मुगलिन पारी तरेर गण्डकी लड्के जो बान्ध्यो कसलाई बन्दकी हातमा चुरा एकदम धुलामे भइएको छ यार हामी अब यहाँ एउटा दुईटा टिकटकहरू बनाइन्छ टक्क लाएर होइन त्यसपछि फेरि लाग्दिन्छ अब धेरै छैन ओके अब हामी चाहिँ टिकटक अथवा फोटोहरू खिच्ने जस्तो लाग्छ मुगलिनको पुल कोले देख्नु भएको थिएन यदि देखेको भए ठिकै छ आएको भए ठिक छ यदि देख्नु भएको छैन भने यही हो पुरानो पुल मुगलिन पारी तरेर गण्डकी यही हो है त गाई दादीले पैसा माग्नुभयो दादी बुढा मर गयो के गर्ने आमा खुल्लै पैसा छैन यार खुल्लै पैसा छैन के रोटी खाएका नेपालको हो तपाईँ ल यार म यो आमालाई भेटाएँ होइन यहाँ आमा हुनुहुन्छ कहाँ घर नेपालै हो कहाँ हो घर नेपाल हो छोरी छैनन् छोरी एक हे ओ माई गड
म उहाँलाई खाजा खुवाइदिन्छु यार, रोटी खुवाइदिन्छु है। उहाँ अब यस्तो आगामा पैसा छैन होइन, म रोटी खुवाइदिन्छु उहाँलाई। अब कालहरू खुवाइदिनु उहाँ पर है, पर गएर खाजा त्यहाँनिर है ल, मैला खाजा खुवाइदिनु ल। हिँड्नु ल ल, आउनु आउनु, हिँड्नु हिँड्नु पर। बुढी आमा है यार, बुढी आमाको हेल्प गरेका त बहुत सकुन मिलेको आपुनका। केही छैन, मसँग खुल्लै पैसा छैन क्या। 1000को नोट दिउँ भने यहाँ घाटा लागिहाल्छ। अब अलिकति दिउँ भनेको छैन। 1000को नोट चाहिँ बरु यसो पानी सानी खुवाइदिन्छु। भोग्ला खा, भोग्ला छ आमा, भोग्ला खा, भोग्ला खा। तपाईँ इन्डियाको होला यार, नेपालकै हो। नेपालको भए पनि इन्डियाको भए पनि यस्तो बुढी मान्छेलाई चाहिँ म हेल्प गर्ने मान्छे हो है। म त्यहाँ गएर चिसो किनिदिन्छु। ओके ओके, यतै जाने हो तपाईँ? यतै जाने हो? यहीँ बस्नु, म ल्याइदिएर आउँछु है। अब यस्तो बुढापाकालाई चाहिँ हेल्प गर्न मन लाग्छ कि मलाई होइन। अब के गर्ने, मागिहालेँ, अब दिन परिहाल्यो होइन। म त्यहाँ एउटा चिसो चिसो बिस्कुटहरू दिनु पऱ्यो क्या बिचरा। बुढी आमा हुनु रहेछ यार होइन, माया लागिहाल्छ नि यार, जसकै जे भए पनि होइन। त्यही भएर म अब गर्मी भयो यार, लास्टै गर्मी छ यार। यता तराईको हावा छुएछ अरे भने जस्तो भइरह। म अब त्यहाँ किनेर दिन्छु बिस्कुट र चिसो किनेर दिनु पर्छ। त्यहीँ बस्नुहुन्छ, म थाकिहाल्नु क्या। ल त म एउटा चिसो ल्याइदिएर आउँछु है, हामी पनि खाने हो। बिचरा यार माया लाग्छ क्या मलाई फेरि यस्तो बुढी आमा देखेपछि। रोटी किन्दै, पानी किन्दै, चिसो किन्दैछु। यो चिसो छ, रोटी छ, पानी छ है, यो खानुहोस् है। तुम्हारी नौकरी गाड़ी मोटर हो जाए भैया। ल ल ल, आशीर्वाद बाबू देत है भैया। ल ल ल, पर्न पर्न बाबू तेर कमाई जा, तेर नौकरी लग जाए। कमाई क्या बाबू, बाल बच्चे बाल बच्चा छैनन्? बाल बच्चा नहीं है बाबू, केही छैनन्। ल यो खानुहोस् है, है यो खानुहोस्, मजाले बस्नुहोस् है। पानी ल्याइदिन्छु ट्याक्क है। म जान्छु अब है। ल खानुहोस्, ल बाई बाई, बाई बाई गर्नु एकचोटि यस्तो बाई बाई। ओ गुड, ल ल ल, हामी लाग्यो यार यसो अलिअलि खाजा साजा। बहुत गर्मी छ, खाजा खुवाइदिएको हाम्रो यतातिर हो। अब हामी सबै घुमाएर गइन्छ। भोग्ला भन्छ र पैसा माग्छिन् यहाँ फेरि, यही छ कि बानी फेरि खराब। अरे यार 10 रुपियाँ दिन्छु लैसो। ल अब ल ल ल, आशीर्वाद लाओस्। अब के भन्नु, गाह्रो छ। बुढाबुढीलाई देखेपछि माया लाग्छ क्या। म फेरि एकदम दिलको एकदम खानदानी मान्छे हो नि म फेरि। त्यही भएर म बुढाबुढीलाई अनि एकदम माया लाग्छ क्या, बच्चा बच्चीहरूलाई चाहिँ। अब हाम्रो यात्रा यहाँदेखि सुरु हुन्छ नारायणघाटसम्मको। अब तपाईँहरू हेर्दै गर्नु होला भन्दै अब म जान्छु। पानी खोलिदिने, ल पानी खोलिदिने भन्नुभयो आमैले। लाउनुहोस्, ल पानी खानु है। ल राम्रोसँग बस्नुहोस्। ल ल, अब हामी चक्कर गइन्छ यहाँदेखि है। यहाँदेखि अब धेरै छैन, त्यही यता बगिरा यो नारायणीको तिरैतिर जाने हामी। ओके, अब हामी गइन्छ, गएर अब बाँकी भिडियो अब यहाँ मात्रै गराउनु भएन। अब बाँकी भिडियो ओके, लेट्स गेट इट। फ्यासिनोले काम गरिरह भन्छ, के दिइरह यसले काम, दिइरह काम दिनुभयो यार है। उहाँलाई त तपाईँ भन्नुपर्छ यार, बहुत हेल्प गर्नुभएको छ। अलि ओभरटेक गर्न चाहिँ डराउनु हुने रहेछ क्या उहाँ, नत्र सबै बानी ठिक रहेछ है। ठिक रहेछ। 500 रुपियाँ चुना लगाइहाल्नु भयो बाटोमा, त्यही त हो। अरू ल गाइजहरू हामी गयो। हजुर रामपुरको बाटो त पिच गर्नुभयो, यहाँ हाम्रो बेलुवाको पनि बाटो पिच गर्नु पर्यो के। अरे भान्सा बाबु, कहाँ त सुनिलले पाइला टेक्दैछ यहाँ। जब सुनिलले पाइला टेक्छ नि, जब त्यो ठाउँमा नि बबाल बन्छ अरे भान्जा। यो मैले यहाँको हेरिसकेँ, वातावरणहरू हेरिसकेँ होइन। हजुर एकदमै नाजुक रहेछ क्या। हजुर मैले हेरिसकेँ यहाँको होइन, यहाँको बाटो मेरो स्कुटी पनि नजाने अवस्थामा रहेछ।
किन घ्याट 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 गऱ्यो मेरो स्कुटी होइन हेर यो पक्कै नि खत्रो भइरहेको होइन होला मेरो स्कुटी यस्तो गरेको होइन म यहाँ मेरो यहाँ नजर गइसक्यो हेर भन्दा होइन मेरो नजर लागिसक्यो अब यहाँ कालो बत्तीमा चाँडै नै मैले सिधै माथि ठोक्काएर कालो बत्तीको म एकदमै बाँधिहाल्छु है ओके छ त नि यो भएन अन्त यो यस्तो यो त बिजोग भयो त राम 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 एकछिन सर अगाडि आउँदा के हो यस्तो स्कुटी पनि हिँड्न गाह्रो भइसक्यो यार के हो यो लाज हुन्छ यार यो बाटो छ नि मान्छा हजुर म एकदम कालो बनाइदिन्छु कालो पत्रे छ नि हजुर रामपुरको बाटोको जुन कालो भएको छ त्यो सब मैले गराएको के ए बुझ्यौ बुझेँ अब यहाँ पनि मेरो नजर गयो आफ्नै दिदी घर जाने बाटो होइन पछि अब तिमीले बे गर्दा अब यसो अब यतिको त गाडी यो त भएन त यार लाज हुन्छ यार केटी नडेलान् यार है यो बाटो हेरेर त केटी नडेलान् जस्तो पिर लागिसक्यो मलाई होइन हजुर धेरै मलाई लागिसक्यो अब मामाको नजरमा परेपछि सिक्यो कि भाइ यहाँ भ्याइ अब यहाँको पिर चाहिँ अब चाँडोभन्दा चाँडो गर्नेछु म है जान्छ ल यता देखाऊ फेरि हामी चाहिँ देखाऊ गऱ्यौ 0.6मा यतिखेर हामी यो जङ्गलमा छौँ यो जङ्गलमा बाघ भालु आएर खाए पनि हामी त भाग्ने अवस्थामा छैनौँ बाटो यस्तो छ हजुर त्यहीमा झन् स्कुटी झन् A1 छ के गर्नु गाह्रो छ होइन हामी डेस्टिनेसनमा आइपुग्यो बल्ल बल्ल आइयो होइन ठिकै छ यो समग्रमा हेर्नुबाट यो फेसिनो कम्पनीको स्कुटर मलाई ठिक लाग्यो होइन यामा हो फेसिनो छ कि यहाँ नाम फेसिनो छ कि अब के हो थाहा छैन अब त्यही भएर अब यता हाते आइदिनु यो धेरै बच्यो कि त्यही भएर म यहाँ हातेसो गर्दैछु उल्टे बनाएर राखेको क्या त्यही भएर अब हातको देखाइदिएको यहाँ समातेको छु मैले होइन हजुर अब ट्याक्क लाएर नजिक छ कि नजिक यता उता हामीलाई देखाउन हामीलाई यो बाटो हिँड्ने बाटो नदेखाउन यार किन हो र कमडा नि कमडा यो घिन्लाग्ने बाटो मलाई झ्याउ लाग्यो क्या मलाई एकदम राम्रो यो स्कुटर सम्हाल्दा गाह्रो भइसक्यो यार राम घटघट नगर्न राम्रै थियो तर यसलाई कालो मेरो साधन फेरि कस्तो हुन्छ भन्दा ओन्ली कालो पत्रे बुझ्यौ भन्दा म मान्छे कालो पत्रे बनाउने भएर ठाउँ पनि मलाई कालो चाहिन्छ त्यसैले यो बाटोमा मेरो नजर गइसक्यो चाँडोभन्दा चाँडो म यसलाई परिपूर्ति पार्ने छु है त भन्दै अब हामी फाइनल डेस्टिनेसनमा आइसक्यौँ भ्लग अब हाम्रो बाटोतिरको भ्लग कस्तो लाग्यो पनि थाहा भएन दुःख चाहिँ अलिअलि पाइयो होइन ढुलो चाहिँ लास्टै खाइयो टिकटकमा गाइज म त चिन्दिँदै नचिन्दिनु भएको यार टिकटकमा मेरो भान्जा कालो आएर हैरान भयो नि हप्सी जस्तो देखियो नि भाइ भान्जा त होइन त्यसैले भान्जा कालो छैनन् गोरो छ नि यहाँ देखिसक्नुभयो रियल क्यामेरामा होइन भन्दै अब हामी दिदीको घर पुगिसक्न लागेको छ थोरै दिदीको घर फेरि यस्तो बबाल छ नि होटेल हो यदि तपाईँहरूलाई यता बेलुवा डन्डा कौसेटी होइन यो चोरमारा एरिया हुनुहुन्छ भने सुकुटी खान मन लागेको छ भने A1 सुकुटी हाम्रो दिदीकोमा बन्छ त्यसको म भिडियो बनाउने छु भन्दै आजको यो भ्लग के कस्तो भयो पनि रिसानी माफ होस् अब गन्तव्य स्थलमा दिदीसँग बोलेको हल्का भिडियो बनाइन्छ त्यसपछि लगिनुहुन्छ है ट्याक्क्या ल है नमस्ते दाई ओ भेना धोक्दिया हाम्रो दिदी राख्नुहुन्छ है मेरो दिदी हो यहाँ सानो छ कि यहाँ होटेल छ त्यहाँको यो सबै खाजा घर फेर्नु पर्ने भयो यार यो पुरानो भएछ पुरानो भइसक्यो त हाम्रो दिदीको भान्जी खै ल हेर त भान्जी यहाँ सुतेर जान बिचरा भान्जी त देखिन नि यार
ओहो मामाजी सेवारो है मामा सेवारो कोला हो यो सुकुटी कोला हो म आउँछु भनेर थाहा छ क्या हो के छ हौ मामाजी सन्चै हुनुहुन्छ ठिक छ है सुकुर पछाडि आउँथेन हाम्रो फेरि टक्क डिडीकोमा यस्तो नि छ कि बबाल छ सब अर्ग्यानिक हुन्छ क्या यहाँ फेरि यता कुखुरा आफ्नै हो पक्का लाएर यदि त त्यो त म पछि गराउँछु यहाँ हाम्रो भेनाको सम्पत्ति हो कि यो फेरि बल्ल बल्ल आइयो है बल्ल बल्ल आइयो मामा ओ केटा के छ त के छ भान्जा गोरो भइरहेको कति गोरो हो के के छ गोरो भन हेर त मम्मीलाई ढोक्न गर्ने आमामा बाबालाई खै ढोकरेको उता यता नि ढोकर के नहान नहान कहाँ कहाँ कम फोहोर हामी आमामा कम ढुलो हाने त यहाँ के छ ठिक छ नि होइन उहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ उहाँ चाहिँ मेरो भेना हुनुहुन्छ भेनाको भुँडी लाग्छ अहिले त के रनिङ जानुहुन्न कि आजभोलि खासै यहाँ हाम्रो भाइ आउँछ भने यस्तो पोल्ने भने यस्तो गर्ने म खान्न तर 6 महिना भयो न रनिङ नगएको 6 महिना भयो ठिक छ मामा लड्न ड्याडी हजुरको म अब दिदी घर आइपुग्यो अब काठमाडौँदेखि यहाँसम्मको कस्तो भयो कृपया त्यस्तै दिनु होला खै त हल्दार साहब कहाँ कति हो रने के गेम वडा लिग छ म पनि गथेँ हाम्रो आज छैन भोलि हो र राम्रो गेमै गेम रहेछ है ल ल ल ल बाई बाई उहाँ हुनुहुन्छ हाम्रो दिदी के छ ठिक छ आम्मा आँखा त पुरै होइन राम हाम्रो दिदी हुनुहुन्छ उहाँ त हाम्रो भेना हुनुहुन्छ भेना त बोल्नु भएन त यार मोबाइल हेर्नु भयो नयाँ मोबाइल ल हेर्नु उहाँ चाहिँ मेरो यो भतिज हो सर्लक्कै बढेको छ उहाँ मेरो भान्जा यसको नाम के अरे तेरो नाम ल मेरो लभ पर्दाखेरि हेन्सम छ केटो ल भन्दै अब बाई बाई फेरि अर्को भ्लग बनाउँछु यो काठमाडौँ यहाँसम्म यति छ